हेलो सबैजनालाई नमस्कार है। म हजुरहरूलाई आज एउटा सत्य कुरा जुन मेरो जीवनमा मैले आफ्नो आँखाले देखेर थाहा पाएको कुरा हजुरहरूलाई सेयर गर्छु है। मान्छे कतिसम्मको पनि हुन्छ है। यो चाहिँ जुन कुरा मैले सत्य कुरा सुनाइरहेको छु यो चाहिँ एउटा छोरी मान्छेको हो। त्यो छोरी मान्छेलाई म एकदम धेरै नजिकबाट चिन्थेँ कुनै समयमा। त्यस्तो मान्छेको म आज स्टोरी सुनाउँछु है, जसको म नाम लिदिनँ, नाम लिन पनि हुँदैन। तर कुनै दिन यो भिडियो त्यो दिदी, म दिदी भनेर सम्बोधन गर्छु, दिदीसम्म पुगेछ भने त थाहा पाइहाल्नुहुन्छ नि त मेरो स्टोरी भनेर। त जसको स्टोरी हो त्यो उहाँले त मजाले बुझ्नुहुन्छ नि त, मेरो स्टोरी उसले सेयर गरेछ भनेर बुझ्नुहुन्छ होला। तर माइन्ड नगर्नु होला, किनकि त्यो चाहिँ मलाई मनदेखि मन परेन। त्यही भएर मैले एकचोटि सेयर गरौँ न, सबैजनाको राय बुझौँ न, कस्तो राय दिनुहुन्छ भन्ने लागेर चाहिँ यो सेयर गर्दैछु ल। कुनै समय म जस्तो अरूको अफिसमा काम गरिरहेको बेलामा त्यही अफिसको ओनरको साथी, जस्तो छोरी मान्छे नै हुनुहुन्थ्यो उहाँ, अनि उहाँकै साथी हुनुहुन्थ्यो एकजना। अनि उहाँको चाहिँ कस्तो खालको बानी बेहोरा भन्नुहुन्छ भने उहाँ चाहिँ अलरेडी म्यारिड हुनुहुन्थ्यो है। म्यारिड भएर पनि उहाँको एउटा छोरी पनि थियो है। अनि उहाँको चाहिँ अरू दुईजना मैले देखेर चाहिँ 3 जना हुनुहुन्थ्यो क्या साथीहरू। अब मान्नु हजुरहरूले साथीहरू। श्रीमान चाहिँ उहाँको सरकारी सेवामा हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ अब सधैँभरि एकै ठाउँ बसिराख्न सक्नुहुन्न थियो नि त, उहाँको पोस्टिङ हुन्थ्यो, त्यही अनुसार आफ्नो ठाउँमा जानुहुन्थ्यो। अनि जुन टाइममा चाहिँ उहाँको श्रीमान घरमा हुनुहुन्न थियो त्यो टाइममा चाहिँ उहाँको अहिले त अझ टिकटकको समय आयो, फेसबुकको समय आयो, अहिले त कति धेरै कुराहरू आइसक्यो नि त। तर त्यतिखेर त्यति धेरै पनि थिएन क्या, भर्खर नै मोबाइलहरू, टच मोबाइलहरू आउन थालेको थियो होइन। अनि उहाँको चाहिँ कस्तो खालको बानी रहेछ भनेदेखि अलिकति धेरै मान्छेहरूसँग सङ्गत गर्ने बानी, मलाई चाहिँ जहाँसम्म लाग्यो त्यस्तै हो कि। अनि कस्तो भयो भने उसको चाहिँ एउटा केटासँग लभ पर्यो, मान्नु। त्यो पनि राम्रो, यही जागिर म भन्न सक्दिनँ के, राम्रो, एकदमै राम्रो घर परिवारको, अनि एकदमै राम्रो हाई लेभलको प्रोफेसनल थियो उहाँको है। अनि उहाँसँग उहाँको लभ थियो। अनि उहाँले चाहिँ आफ्नो साथीसँग इन्ट्रोडक्सन गराउनु भएको थियो। जस्तो आफ्नो साथीलाई त आफ्नो साथी गर्लफ्रेन्डको बारेमा त भनिन्छ नि त, भेटाइन्छ अनि साथी कुरा गराइन्छ होइन, त्यसरी गराउनु भएको थियो उहाँले चाहिँ फर्स्ट मान्छेले चाहिँ है। अनि त्यो दोस्रो साथी जुन परिचय हुनुभएको थियो, तर उहाँ दिदीले चाहिँ उहाँसँग पनि पहिलो साथीसँग जस्तो रिलेसन थियो त्यस्तै रिलेसन उहाँसँग पनि गर्नुभयो, चिटिङ गर्नुभयो। हेर्नु है, चिटिङ गर्नुभयो उहाँहरू दुईजनाको सम्बन्धबाट पनि चिटिङ गर्नुभयो। तर दिदीलाई त के थियो भने बिहे गर्न थिएन, आगे जिन्दगी उनीहरूसँग चलाउन पनि थिएन, जस्ट टाइम पास थियो नि त उहाँको लागि त। तर जुन केटाहरू हुनुहुन्थ्यो, केटा साथीहरू, उहाँहरूले चाहिँ उहाँलाई डिपली नै मन पराउनु हुँदो रहेछ भन्ने कुरा पछि थाहा भएको है मैले चाहिँ। अनि त्यसपछि उहाँहरू एक टाइममा फर्स्ट साथीसँग पनि भेटघाट गर्ने, अनि अर्को टाइममा अर्को सेकेन्ड साथीसँग पनि भेटघाट हुने। हेर्नुहोस्, मैले आफ्नो आँखाले देखेको है यो कुरा चाहिँ, फेरि मैले आफैले भोगेको कुरा भएर मात्र है सेयर गरेको। तर मैले नाम चाहिँ लिएको छुइनँ। उहाँलाई सुन्दा पनि उहाँले मेरो स्टोरी हो भन्ने लागोस्, बाँकी त्यसमा के अरे उहाँलाई धेरै चित्त दुखाइ पनि केही नहोस् होइन भन्ने हेतुले बनाएको भिडियो हो है। अनि त्यसपछि उहाँहरू दुईजनासँग उहाँले ब्यालेन्स मिलाएर कुराकानी गरिराख्नु भएको थियो। तर हुन्छ नि त, कुनै टाइममा त थाहा हुन्छ नि त, साथीमै त एक दिन त कसरी थाहा हुँदैन होइन, थाहा हुन्छ। तर फर्स्ट साथीलाई सेकेन्ड साथी र आफ्नो गर्लफ्रेन्डको बारेमा थाहा भयो, त्यो त एउटा टपिक्स छ है। अनि त्यसपछि त्यो फर्स्ट साथी चाहिँ जुन मेरो ओनर हुनुहुन्थ्यो, उहाँसँग आएर रिक्वेस्ट गर्नुभयो क्या, दिदी
मेरो साथी चाहिँ राम्रो बानी बेहोरा भएको साथी होइन, उसले चाहिँ अलिकति फ्लर्टिङ गर्छ, केटीहरू अलिकति धेरै नै उयो गरेर हिँड्छ, त्यही भएर उसलाई भोलि गएर धोका हुन्छ होइन, त्यस्तो नगर भनिदिनुहोस्, सम्झाइदिनुहोस् भनेर त्यो फर्स्ट साथीले क्या जब कि त्यो केटीलाई अब मैले छोड्नुपर्छ, मेरो साथीसँग उसको रिलेसन भएपछि मैले छोड्नुपर्छ भन्ने लागेको छ नि त उसलाई त होइन। अनि उसले चाहिँ आएर मेरो ओनरलाई चाहिँ एकदम मजाले रिक्वेस्ट गर्नुभयो, म त्यहीँ छु, मैले सुनिरहेको छु, मेरो आँखाले देखिरहेको छ, मेरो कानले सुनिरहेको छ क्या। अनि मलाई भित्रै काउकुती लागिरहेछ क्या, मलाई हाँस उठिरहेको छ, म हाँस रोक्न सकिरहेको छुइनँ क्या। र पनि त रोक्न त पर्यो होइन, देखाइ पनि। अनि मैले सुनिरहेका त्यो कुराहरू, अनि मलाई त्यतिखेर फिल भएको कसैले कसैलाई माया नै मात्रै गरेर पनि यदि छोड्छ भने उसले कति फिल गर्छ भनेर मैले उसलाई देखेर पनि एकदमै मनदेखि लागेको के। अनि उसले है त्यो गाडीमा आउनुभएको थियो उहाँ त्यो सर, अनि आएर हाम्रो ओनरलाई चाहिँ फुलको बुके ल्याएर दिनुभएको थियो। ठिकै छ, मैले उसलाई उसको खुसीको लागि उसँग छोडिदिएँ, ऊ जाओस्, उसँग खुसी रहोस्, तर ऊ त्यो केटा चाहिँ राम्रो छैन, गलत हो, उसलाई भोलि धोका दिन सक्छ, त्यही भएर मात्रै त्यो कुरा चाहिँ सम्झाइदिनु होला। हुन त ऊ अब मेरो हुँदैन, केही छैन, टेन्सन छैन, तर पनि यो बुके चाहिँ उसलाई छोड्दै गर्दा पनि यो बुके, फुलको बुके चाहिँ उसँग दिनु होला, उसलाई दिनु होला भनेर त्यो सर होइन फर्स्ट सर जानुभयो क्या, रुएर एउटा छोरा मान्छे, त्यति धेरै योग्यता भएको मान्छे है, रुनुभयो कि त्यो ओनरको छेउमा। जब कि म ती छु, म बहिनी भए पनि जे भए पनि त होइन, म कामै गर्ने भने म ती छु नि त, रुनुभयो कि उहाँ। अनि उहाँ सर चाहिँ त्यति सम्झाइदिनु भनेर जानुभयो रुँदै है, हेर्नु होला। अनि त्यसपछि एकछिनपछि त्यो दिदी आउनुभयो, उसलाई केही फिलै छैन कि, एकदम चिलमा के, कसैको मन यति धेरै मैले दुखाइरहेको छु, उसको मलाई आँसु पनि लाग्न सक्छ भन्ने पनि एक थोपा काहीँ कुनै एङ्गलमा मैले उहाँ देखिनँ। एउटा छोरी मान्छे भएपछि त एउटा दया भाव हुन्छ हामीमा त होइन, करुणा हुन्छ हामीमा, माया त हुन्छ नि, कम्तीमा प्रेम त हुँदैन। ठिक छ, यो संसारमा प्रेम त कसैले कसैलाई गर्दैन, यो म किटानी सहित दिन सक्छु, तर माया त हुन्छ नि त है। तर त्यो पनि मैले देखिनँ क्या, एकदम चिलमा यस्तो गरेँ, कति आनन्द हो हेर्नु त, कसैको छोरा कति रुएर गइरहेको थियो अहिले भर्खरै। अनि त्यो च्याप्टर त सक्यो, क्लोज, उहाँको त्योसँग छँदैछ। त्यही सम्बन्धको बिचमा पनि एउटा मान्छेले एक दिन चट्ट आएर उहाँले म हुँदाहुँदै फोन गर्नुभयो कि म चाहिँ प्रेग्नेन्ट छु है, हेर्नु त, म प्रेग्नेन्ट छु, मलाई मेरो परिवारले गाली गर्नुहुन्छ, यो कुरा थाहा भयो भने म अहिले नै बिहे गर्न तयार छुइनँ, मलाई चाहिँ के अरे क्युरोट, बुझ्नुहुन्छ नि, क्युरोट गर्नको लागि पैसा चाहियो जसरी भए पनि भनेर फोन गरिसकेपछि उहाँले के भन्नुभयो, मैले तिमीलाई कहाँ ल्याएर पैसा छोड्नु पर्यो भन्दाखेरि म फलानुको अफिसमा एकजना बहिनी बस्नुहुन्छ, त्यो बहिनी एकदम विश्वासिलो मान्छे हो, उहाँको हातमा चेक ल्याएर छोडिदिनु होला भनेर उहाँ निस्किनु भयो। अलिकति परतिर कहीँ बस्नुभयो होला सायद होइन, मेरो बुझाइअनुसार। अनि ठ्याक्क त्यो फोन गरेको 10-15 मिनटमा त्यो मान्छे बाइकमा आउनुभयो। त्यो मान्छे चाहिँ अलिकति एजेड हुनुहुन्थ्यो है। अनि उहाँले मलाई खाममा, भित्र त चेक रहेछ होइन, खाम ल्याएर दिनुभयो, बहिनी फलानु मान्छेलाई यो दिनु होला है, हजुरलाई छोडिदिनु भन्नुभएको छ भनेर भन्नुभयो। अनि मैले त्यो लिएँ होइन, लिएर राखेँ। त्यो राखेर उहाँ त्यो सर जुन अर्को हुनुहुन्थ्यो थर्ड सर, त्यो सर जानुभयो। गइसकेपछि तुरुन्तै 5 देखि 10 मिनटभित्रमा त्यो दिदी आउनुभयो र मबाट त्यो चेक लिनुभयो, खाम लिनुभयो है। अनि त्यो खाम पढ्नुभयो होइन, दुईजनाले नै, मेरो ओनर उहाँ हुनुहुन्थ्यो, दुईजनाले हेर्नुभयो। अनि उहाँहरूले के भन्नुभयो भने अब कति भर्ने, ब्ल्याङ्क चेक है, फेरि हेर्नु होला, ब्ल्याङ्क चेक। कतिसम्म हुन्छ है यो संसारमा, त्यही भएर माया गर्नुहोस्। यो प्रेम भन्ने शब्द त हजुरहरू कसैले गर्न सक्नुहुन्न, न मैले हजुर कसैलाई गर्न सक्छु होइन। यो संसारमा प्रेम शब्द नै छैन मैले बुझेअनुसार त। मान्छेले मायामा पनि त्यति धेरै चाहिँ नगर्नु भन्न चाहन्छु। यो चाहिँ
घटना मेरो आफ्नो जीवनमा भोगेको कुरा हो है। सबैजनालाई नमस्कार सुनिदिनु भएकोमा। कस्तो लाग्छ कमेन्ट गर्नु होला है। यो स्टोरी सुनेर हजुरहरूलाई कस्तो लाग्छ, मनमा कस्तो लाग्यो, नराम्रो लाग्यो या राम्रो लाग्यो, एकचोटि राम्रोसँग सुनेर अनि मलाई कमेन्ट गर्नु होला।